बेसी सर लमजुङमा छौँ। हामी कोदोतर्फ लाग्दैछौँ भन्दा भन्दै हाम्रो अब लगभग आज 10-11 बजीतिर यहाँबाट छुट्नेछौँ। अनि अहिले चाहिँ हामी टक्क होइन एकदम हाम्रो ब्रेकफास्ट पनि आइसक्यो। त होइन के हो खाएको छ सट्ट होइन। अनि हाम्रो के भन्छ इमी गुरुङ दाई आज अनि पुरा कडा हान्दैछ त। ठिक छ होइन दाइ गुड बबल छ नि होइन। अनि आजको सुताइ कस्तो हो? एकदम राम्रो हो। माछा प्लेट खाएन है? सट्ट होइन तपाईँले बाहिर चाहिँ धेरै निस्किनु हुँदो रहेछ नि त। ओके अब हामी चाहिँ खाजा खान गइरहेछौँ। चट्ट मिठो होला जस्तो छ। अब खाजा खाइसकेपछि फेरि हामी भेट्ने नै छौँ। कन्छीमा हेर्नु न कस्तो नयाँ भनेकै साथीहरू छ होइन। साथीहरू हिजो नयाँ वर्ष त अनि कडा भएको छ नि त हौ। आज हामी पुरा कदरमा जान्छौँ त। फाइनली हो हिजो अलिक बढी लोकल हाने चाहिँ यो मान्छे रहेछ। दिएको दुर्गेश थापा भन्दा के काम छ र होइन। ल आज चाहिँ हामी साथीहरू ब्रेकफास्ट खाँदै हुनुहुन्छ। हिजो बेलुका अलिक नयाँ वर्षले अलिक ल्याङ भएको छ लोकल हानेर। सो साथीहरू आज त ठिक छ नि होइन। टाउको साउको दुखा त छैन नि हो। यतिको चाहिँ पछि फेरि भोलि फेरि मेसिन गान बोक्दा अलिक गाह्रो होला चट्ट होइन भन्दै हामी टिम गर्छौँ हाम्रो पोस्टहरू चट्ट होइन। गुड मर्निङ बन्दिया ल आज हामी कोदोतर्फ लाग्छौँ है त साथी हो। अलिक कोही अब घाचा घुचुक होला होइन। अब 3टा मात्र गाडी छ। सट्टा पाराले जस्तो सुकै भए पनि ट्रेकिङ हो राम्रोसँग गर्नुपर्छ। ओके मेरो गाइजहरू एकदम फिट एन्ड फाइन छ अहिलेसम्म। मिसन पुरा गर्नुपर्छ होइन। यो मान्छे चाहिँ कडा छ कि झन् छ न पुरा मेरो छ। अनि आज फोटो गएर राम्रो ठाउँमाहरूलाई चट्ट होइन। ए बहिनी यता हेर भने क्या अनि यस्तो हेर यस्तो। ल हाम्रो गाइजहरू चाहिँ पुरा जानलाई एकदम रेडी छौँ। बन्दिया सबैजना ठिक छन्। हाम्रो साथ बस हाम्रो गाइजहरूको बिहा कस्तो छ है सट्ट आमा चट्ट। हामी यस्तो होटलमा बसेछौँ आज। टक्क कडा आउँछ यार। होटल त राम्रो छ नि तर अलिक व्यवस्थित भएन क्या। हाम्रो अङ्कल हेर हाम्रो दाइ चाहिँ फेरि पुरा साउन्ड भोलो मिलाउने दाइ चाहिँ भनेपछि आज हाम्रो गाडी चाहिँ यो होला सायद त्यो हुनसक्छ। पैसा ए तल म जान्छु हामी जान्छौँ एउटा त्यो हुनसक्छ है सट्टा चट्ट। हामी बिस्तारै विस्तृत रूपमा जाने गर्ने नै छौँ। साथीहरूको होटल चाहिँ यो है यो होटल है। यो होटल साउसौनीले कति पैसा दिन्छ हाम्रो पैसाको दलै यहाँ छ हेर्नुहोस्। अब सबै हाम्रो यता
ओनरलाई बोलाएर ल्याउनु भएको छ। अब फेरि यतापट्टि देखाउनु पर्छ। हाम्रो साउजीलाई हामी आउँदा कतिको खुसी छ त साउजी एकदम खुसी छ म एकदम यहाँभन्दा खुसी साथी छैन हो अब हाम्रो साउजीले फेरि बिल लेखिरहनु भएको छ अर्को पालि आउँदा फेरि है साउजी What? Bro, what are you talking about, man?